एकदमै थाकिसकेको छ र अब एक सर्ट सिगरेट लगायो भने चाहिँ अलिकति एनर्जी आउँछ कि भनेको गाइस लाग्दैछ त मलाई त। हो गाइस अब चाहिँ हामी लगभग आधी बाटो पुगिसक्यो हो केटाहरुको। सो हे एभ्रीवन वेलकम ब्याक टु माई च्यानल। आज फेरि जाँदैछौँ हामी निकै ठुलो ट्रिपमा होइन। सबैजना अब भेला हुनुको लागि भइरहेको छ र हामी चाहिँ पर्खिरहेको छु र मेरो साथी यहाँ चाहिँ पुरा भन्छ हेलो भन न हो ब्रो श्रावण हो। र यहाँ चाहिँ अब केटामा पर्खिरहेको यहाँ सबैजना यही भेला हुन्छ त्यही भएर हामीले गाइज। सो गाइज अहिले चाहिँ हाम्रो यहाँ अर्को भाइ पनि गाइज। हेलो हेलो मुद्दु भाइ। हेलो भाई कैसा है? क्या भाई इतना क्यों लेट करते हो भाई? बोलो किधर इधर है। गाइज हामी कहाँजना आइसक्यो होइन। अब अझै बाँकी छ आउनुको लागि। अब चाहिँ ल गाइज सबैजना आइसक्यो अब चाहिँ होइन। अब चाहिँ हामी जानु आँटेको गाइज। अब सबैजना यिनीहरू यहाँ पनि छ सबैजना। छिटो ल फटाफट 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 चढ ल फटाफट चढ। गाइज रेडी भइसकिसक्यो अब हामी चाहिँ लाग्न लागेको हो। गाइज अब चाहिँ हामी लगभग आधी बाटो पुगिसक्यो हो केटाहरूको थोपा। कहाँ पुग्यो हामी? कहाँ पुग्यो अरे? गाइज यो चाहिँ कनकपुरा रोड हो। अझै पनि हामी कनकपुरा रोड छोडेको छ। अहिले चाहिँ हामी फिलहाल कलकत्ताहरू यहाँनिर सबैजना रेस्ट भइरहेको छ। हस्पिटल नि यहाँ चाहिँ हस्पत माग्दैछ। गाइज अब चाहिँ हामी रेडी हुन आँटेको। अब फेरि अब लाग्न आँटेको। यहाँ हल्का बाल बनाउँदैछ यहाँ हाम्रो हल्का। उसले चाहिँ हेलमेट हल्का के गरेको पासपोर्ट ल गाइस फाइनली अब हामी चाहिँ 30 किलोमिटर छ अझै जानुपर्ने। अझ पनि छ 30 किलोमिटर अझै छ भाइ साहब। देखो भाइ यस्तो छ बाटो गाइस। यहाँ चाहिँ हामी चिया खान उत्रेको। बहुत ठन्डा छ। यताबाट गयो भने चाहिँ बासापुर अरे। अनि यता चाहिँ अलिकति नाम बिर्से। हाम्रो चाहिँ चिया पनि आइसकिसक्यो। अब चिया हल्का खाने हो। मेरो पनि चिया यहाँनिर छ। मुदु भाइको यहाँ छ। खतरा ठन्डा थियो त्यही भएर चिया खाँदै 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 सो गाइज अहिले चाहिँ हामी फाइनली आइसकिसक्यो र यहाँको नजारा चाहिँ गाइज चाहिँ यस्तो छ। अहिले चाहिँ धुप लागिरहेछ त्यही भएर चाहिँ अहिले राम्रो देख्दैन। अहिले एकछिनमा देखाउँछ गाइज। मेकअप हुँदैछ पुरा गाइज चाहिँ एकदमै थाकिसकेको छ र अब एक सर्ट सिगरेट लगायो भने चाहिँ अलिकति एनर्जी आउँछ कि भनेको गाइज लाग्दैछ त मलाई त। कस्तो लाग्यो त तपाईँलाई यहाँको पिसफुल जग्गा कस्तो लाग्यो त? यहाँको पिसफुल चाहिँ यहाँ बाँदर हेर्न आएको जति रहेछ। बाँदर त अब यहाँ बाँदर जतिकै रहेछ यहाँ पनि। किनभने अब जङ्गल यहीँ छ नि त। यहाँ भाइ साहब यहीँ बसिरहेछ होइन। हेलो भाइ साहब। हेलो 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 कैसे हो तेरो भाइ गाइज? यो चाहिँ एकदमै सेन्टी भएर बसिरहेछ गाइज हो त्यही भएर चाहिँ। ल गाइज चलो। कौन आया 9 बजे कौन था मुझे कॉल करके गाइस हेर्न ल यहाँको नजारा। यो चाहिँ कावेरी नदी हो नि गाइस। कावेरी ठीक है।
ये कावेरी नदी है, यहीं से मैं पानी बेंगलोर तक पहुंचाता हूँ। के अरे भन त ल भन के अरे कसरी नक्कले भयो नक्कले कसरी भयो भन कोकहरु चाहिन्छ भने सबैले आफ्नो आफ्नोको लागि लैजाऊ आफ्नो हैन सब पकड़ रे पकड़ न तो देख भन्नु लगाई त अब जाने क्या खाने अब हम लोग ब्रेकफास्ट कर रहे हैं पूरी के साथ मतलब